हेलो म चाहिँ आज यो यत्तिकै केराबारी आएको थिएँ अनि यहाँ झुलुङ्गे पुल चाहिँ थाहा थियो तर आएको थिइनँ क्या म यहाँ। अनि आज यसो घुम्न आएँ म केराबारीबाट नजिकै रमणीय वातावरणमा होइन, खोला अब यो यस्तो यस्तो मजाको चाहिँ फाँटहरू नजिकै पहाड अनि एकदम रमणीय दृश्य चाहिँ यहाँबाट देख्न पाइने रहेछ। अनि पौडी खेल्न अथवा पानीसँग खेल्न पनि पाइने ठाउँ, शीतल हावा खान पाइने ठाउँ, मनोरम दृश्यहरू पनि एकदम हेर्न पाइने र केही घन्टाको लागि चाहिँ नजिकै जान्छु यसो बच्चाहरूलाई लिएर फ्यामिलीसँग यसो साथीभाइ घुम्न भनेर यदि तपाईँहरूले नजिकै कतै खोज्दै हुनुहुन्छ भने चाहिँ यो पनि एउटा राम्रो डेस्टिनेसन हुन सक्ने रहेछ। जस्ट 1-2 घन्टा स्पेन्ड गर्नुलाई। धेरै टाढा पनि जाने टाइम छैन, ल आज एकछिन घुमेर आउन त भन्नुहुन्छ भने चाहिँ केराबारीबाट अलिकति मासतिर यहाँबाट यहाँ नजिकै छ मदन भण्डारी हाइवेबाट लगभग 500-700 मिटर माथि पर्ने रहेछ यो झुलुङ्गे पुल चाहिँ। एकदमै मनमोहक लाग्यो मलाई चाहिँ। आज मौसमले पनि जस मलाई चाहिँ साथ दियो, घाम लागेको छैन, कुल मौसम भइरहेको छ होइन। जस एकछिन भए पनि मन आनन्दित हुने ठाउँ रहेछ। केटाकेटीलाई साथीहरूसँग फ्यामिली पनि घुम्न आउन मजाले मिल्छ है। चाहिँ केराबारी के छ भाइ तिम्रो खबर? कहाँ तिम्रो घर? पारी। यो कहाँ पढ्छौ? मचिन्द्रमा। कतिमा पढ्छौ? 11मा पढ्छौ। तिम्रो नाम भन त।